चाहिँ एकदम बिहानको दृश्य हो। बिहान नै 6 बजे उठेर चाहिँ हाम्रो ड्युटीमा जानुपर्ने हुन्छ। त्यही कारणले चाहिँ म भिडियो बनाउँदै गइरहेको छु। हेर्न सक्नु यति राम्रो गार्डनहरू एकदमै हरियाली सुन्दर छ र वरिपरि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ ठुल्ठुलो बिल्डिङहरू, मान्छे बस्ने घरहरू। यहाँ चाहिँ हाम्रो एउटा पुरै गाउँ नै बस्छ, पुरै टोल भन्दा पनि अलिक धेरै नै होलान् मान्छे। 4-5 वटा बिल्डिङहरू छ, उता बन्दै गरेको छ। तर यहाँनिर चाहिँ गाडीहरू धेरै हुन्छ, किनकि यहाँनिर गाडी धेरै सस्तो हुन्छ, पेट्रोल पनि सस्तो हुन्छ, त्यही भएर गाडीहरू धेरै सस्तो भएको हुन्छ। यहाँनिर चाहिँ बिहान मान्छेहरूले चाहिँ जगिङ गर्ने, वर्कआउट गर्ने गर्छन्। आज किनकि सन्डेको दिन हो, आज चाहिँ छुट्टीको दिन हो, त्यही भएर चाहिँ मान्छेहरू दौडिरहेका छन्, रनिङ गरिरहेका छन्। तर हाम्रो चाहिँ छुट्टी छैन, त्यही भएर चाहिँ हामी ड्युटी गइरहेको छौँ। हाम्रो चाहिँ वर्कआउट जगिङ भनेको चाहिँ कामको साइडमै हुन्छ। काम गर्दा गर्दै अटोमेटिक हाम्रो चाहिँ जगिङ वर्कआउट भइहाल्छ। ठिक छ, मान्छेहरू एकदम एक्साइटेड धेरै नै छन्। तर मान्छेहरू यहाँ धेरै मात्रामा आउने गर्छन्। यहाँनिर धेरै एकदम राम्रो पोखरी छ। यहाँनिर चाहिँ मान्छेहरू जगिङ गर्ने पनि गरिरहेका छन्। अनि यहाँ अगाडि चाहिँ हाम्रो साइकलहरू भाडामा लिने पनि काम गर्छौँ हामीले। साइकलहरू भाडामा लिएर वरिपरि जान पनि सकिन्छ। यहाँनिर धेरै नै राम्रो, धेरै नै राम्रो सुन्दर छ। यहाँनिर चाहिँ पोखरीमा डुङ्गा चलाउन पाइने रहेछ, पैसा तिर्नुपर्छ यसको लागि चाहिँ। यहाँको 10 रुपियाँ दिएपछि यो पुरा सारा एरिया पानीमा, यो पहिलो भाग देख्नु भएको छ, यसमा चाहिँ कुद्न पाइयो। र अर्को 10 रुपियाँ दिएपछि 1 घन्टाको लागि साइकल चलाउन पाइयो। यस्तो छ बिहानको अवस्था यहाँनिर चाहिँ बिहे हुने रहेछ। यहाँ चाहिँ साउथ यो साउथ चिनाहरूको चाहिँ बिहे हुन्छ यहाँनिर, यो ठाउँमा चाहिँ। ओके गाइज, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। धन्यवाद। जय नेपाल। र यो चाहिँ हाम्रो कामको ठाउँबाट देखिने सुन्दर दृश्य हो। एकदमै हरियाली छ, पानी धेरै परिरहेको छ। 5-6 दिनमा एकचोटि अथवा प्रत्येक दिन एकचोटि पानी पर्ने गर्छ यो ठाउँमा चाहिँ। एकदम धेरै राम्रो छ, हेर्न सक्नुहुन्छ। यो ठाउँमा आएपछि मन नै एकदम शान्त हुन्छ, एकदम क्लियर हुन्छ, दिमाग फ्रेस हुन्छ। यो ठाउँमा आएपछि चाहिँ म प्रत्येक दिन आउने गर्छु। मैले यो रिल्सहरूमा पनि त्यो भिडियो अपलोड गरेको यो ठाउँको, हेर्नु भएको छैन भने हेर्नु होला। दिनमा त यो ठाउँको धेरै भिडियो बनाइयो, अब चाहिँ रातको भिडियो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर विभिन्न मान्छेहरू चाहिँ त्यही जगिङ गर्नको लागि, मार्केट गर्नको लागि विभिन्न ठाउँबाट कति दिउँसो मात्रै भिडियो बनाउनु भनेर आज चाहिँ रातिको भिडियो बनाएको छु। कति दिउँसोको मात्रै भिडियो बनाउनु भनेर आज चाहिँ रातिको भिडियो हो यो। यहाँनिर चाहिँ हावा भरेर चाहिँ यहाँनिर मान्छेहरू भित्र खेल्न सक्छन्। बेसिकली यो चाहिँ बच्चाहरूको लागि हो, ठुलो मान्छेको लागि होइन। यहाँनिर गाडीहरू तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ। 1 घन्टाको लागि 20 रुपियाँ चार्ज दिनुपर्छ। रातिको बेलामा चाहिँ यो झन् अति धेरै सुन्दर छ। यहाँनिर राति 2 बजेसम्म खुल्ला हुन्छ यो ठाउँ। त्यति बेलासम्म जतिसुकै हिँड्नु, जतिसुकै जे गर्नु पनि केही प्रब्लम छैन। पुलिसहरूको प्रोटेक्ट छ यहाँनिर होइन।